ल सबैलाई नमस्कार। आज चाहिँ हामी आइतबारको दिन यसरी घाम लागिरहेको छ, बेसरी घाम लागेको छ हाम्रोतिर। 4-5 दिन भइसक्यो। यहाँ चाहिँ कोकु र नातिनी चाहिँ अलिअलि पहिले खनेकोमा फेरि झार अलिअलि उम्रेछ, अलिअलि फेचेक फिसिक खन्दै गरेको छ। यो खन्नु चाहिँ आएको छौँ आज हामी आइतबारको दिन। विद्यालय चाहिँ बिदा भएकोले ल यस्तो छ हाम्रो बारी चाहिँ। घामले चाहिँ पोलो काहीँ नभएर अनि यहाँबाट यस्तो सुन्तला पनि ठुल्ठुलो भइसकिसक्यो। अनि यहाँ चाहिँ हामी बोडी रोप्नु, यो के भन्छ, राजमा भन्छ कि के भन्छ, सानो खालको यो बोडी चाहिँ रोप्न आइरहेको छौँ। ल यहाँ हाम्रो आमा पनि आजभोलि त के थोरै एकछिनमा जाम भन्दा पनि मान्नु भएन र चप्परा बोकेर पनि हिँडिजानु भयो के। त्यही भएर आइयो, घाम यस्तो चर्को छ। अनि यो चाहिँ हाम्रो बारी हो। ल हामी बोडी रोप्नु यहाँनिर यसरी खन्दैछौँ। घाम चाहिँ एकदमै चर्को लागिरहेछ, चर्को मकै मुन्दैछ। खै मकै चाहिँ एउटा राखेर यसरी खनेर हाम्रोतिर चाहिँ बोडी रोप्छौँ। यस्तो छ तारा हाम्रो 31, 33, 34, 35, 30 74 वर्षको कोकुला पनि देखा। बुढी आमा त खट्नुहुन्छ, हामी त झन् जल्दो बल्दो उमेरदारी होइन। खन्दा कस्तो हुँदैछ, रमाइलो भन्नु न, बोल्नु। रमाइलो हुन्छ, रमाइलो होइन, मज्जा हुन्छ, मजा। उहिले घरमा बस्नु पाएको कस्तो मजा आउँथ्यो। घाम चर्केर यो फल्दा त हाम्रो बोडी फल्छ त यो आमा, फल्छ होला। यस्तो खडेरीमा रोपेको फलिहाल्छ नि। अब यो सागको धरमा दिन्छौँ, पानी आउँछ अनि मजाले उम्रिन्छ, फल्छ। यो हाम्रोबाट गाउँबाट चाहिँ यस्तो पनि देखिन्छ, यस्तो सिन देखिन्छ। यता यता सुन्तला, यो तलको चाहिँ हाम्रो के अरे यो घर, हाम्रो झुप्पडी भनौँ न यो। अनि यहाँदेखि चाहिँ यो डाँडा हो, यहाँदेखि चाहिँ यस्तो रमाइलो देखिन्छ कि, यस्तो रमाइलो खोटाङ पनि देखिन्छ। यस्तो छ, रमाइलो छ। तर घाम लागेर चाहिँ साह्रै नरमाइलो हुँदैछ काम गर्नु चाहिँ। मौसम चाहिँ खुलेकै हो, खुलेकै छ गाडीहरू। यस्तो छ हाम्रो बारीदेखि त्यस्तो डाँडाहरू पनि देखिन्छ है। राम्रो उहिले टाउलेटार स्कुल फेरि चाहिँ सुन्तलाले ठगेर हाम्रोमा फलेन है, आम्मेना ठुलो फल्यो सबैकोमा हो सुन्तला चाहिँ। के भएर यो मौसम चेन्ज भएर होला। अनि पृथ्वीमा चाहिँ एकदमै पृथ्वी तत्केर उष्णता बढेकोले हाम्रोतिर जाडो हुनेमा पनि आजकल चाहिँ धेरै 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 गर्मी हुन्छ क्या। त्यही भएर यो सुन्तलाहरू पनि अलिक छिट्टै मर्ने अनि पात झर्ने अनि के रोग लाग्ने भइरहेको छ। यस्तो छ सुन्तला चाहिँ हाम्रो। अनि यहाँ तल हो हाम्रो चाहिँ तलसम्म। अनि यता चाहिँ दाइहरूको दाइहरूको घर पनि छ पर। यस्तो यो हाम्रो गाउँ त्यस्तो छ। जे भए पनि बस्नुको लागि चाहिँ एकदमै राम्रो। काम चाहिँ घरिघरि अलिक गाह्रो पर्छ गर्नु, त्यही मात्रै हो। अरू त सबै ठिकै लाग्छ मलाई। ल यति भन्दै आजको हाम्रो काम चाहिँ सकिन्छ। यसरी रोपेको पनि म भरे देखाउँला नि तपाईँहरूलाई। आमा भनेकै म भिडियो गरेकै आमा हेरौँ भनेर आउँदै गर्दा चाहिँ कति राम्ररी आउनु आएको आमा त। आमा मेरो त आइफोन जस्तै छ त मोबाइल त। ल कति राम्रो देखिनु भएको छ।
टाढा जाँदा जाँदै चारैतिर भयो 2 दिन प्रभु नचिनेर साह्रै दुःख पायो 2 दिन प्रभु नचिनेर साह्रै दुःख पायो परमेश्वरमाथि भर परौँ साथी आउँदैन कहिले हामीमा विपत्ति आउँदैन कहिले हामीमा विपत्ति म स्वर आउँदैन ल साथीहरू हामी चाहिँ यसरी रोप्दैछौँ आमा चाहिँ त्यहाँनिर रोप्दै गर्नुभएको छ बुढी मान्छे यसो तपाईँ रोप्नु म यसो थासा खुसुक खन्छु साह्रै खन्नु पनि पर्दैन यहाँ चाहिँ धेरै पहिले 1 हप्तैभन्दा अगाडि जोतिसकेको हो यो तर फेरि झार उम्रिनु लागेको छ अलिअलि यसो खार खुरो बनाएर रोप्ने कुरा भयो त्यसपछि यस्तैमा रोपिदिउँ भनेको आमाले हुन्न झार उम्रिन्छ अलिअलि थासा ठुसो पारौँ भन्नुभयो अनि हाम्रो आमा चाहिँ यस्तो उमेरमा नि कति साह्रो जाँगरिलो हुनुहुन्छ अनि नगर्नु बिस्तारै भरे म रोप्छु भन्दा पनि होइन म पनि जान्छु भने जस्तो गर्नुहुन्छ अनि आउनुभयो त्यसपछि त्यसरी हामी चाहिँ 2 जना मिलेर आमा र म बोडी रोप्दैछौँ अनि यो आमा चाहिँ हाम्रो आमा चाहिँ पहिला लङ्सको बिमारी नि त फोक्सोको अनि दमहरू पनि बढिराख्ने अनि बेला बेलामा हस्पिटल लगिराख्नु पर्ने औषधि पनि नियमित खाइराख्नुहुन्छ औषधि चाहिँ तर अहिले चाहिँ धेरै भयो हस्पिटलहरू पनि खासै जानुभएको छैन अनि हस्पिटल पनि लग्नु महिनामा 2 चोटि जति चाहिँ पुर्याउनु पर्थ्यो भने अहिले चाहिँ पुर्याउनु परेको छैन यसो कारण भनेको चाहिँ मेन अचम्म पनि लाग्छ मलाई विश्वास भन्ने चिज कति महान हुँदो रहेछ क्या अनि आत्मविश्वास भन्ने कुरा हाम्रो आमा चाहिँ अहिले खै यो क्रिस्चियन जस्तै तर सच्चाइ भन्ने एउटा छुट्टै संस्था भनौँ न इसाईकै संस्था हो होला मैले राम्रो डिटेलमा त थाहा छैन त्यसरी त्यहाँनिर गाउँका आमाहरू पनि जानुहुन्छ त्यो शनिबार जाने गर्नुहुन्छ गएदेखि चाहिँ साँच्चीकै विश्वासले हो कि केले हो खासै धेरै बिमारी भइराख्नु हुने पनि बिमारी हुनुभएको छैन त्यही भएर म चाहिँ खुसी लाग्छ आफ्नो इच्छा विश्वासको कुरा अनि जानु भन्यो शनिबार रमाउँदै खुसी हुँदै जानुहुन्छ घरमा पनि धेरै काम सघाउनुहुन्छ हामी अब स्कुल जानुपर्ने भएकोले आफ्नो काम भएको कारणले घरमा धेरै कामहरू हुन्छ त्यो पनि ल्याइराख्नु भएको छ यस्तो उमेरमा त त्यसरी काम गर्नुहुन्छ भने हामी त भर्खरको काम थोरै त गर्न सकिन्छ भन्ने हिम्मत आउँछ आमालाई देखेर आमाको सङ्घर्ष देखेर अझै धेरै हामीले त केही सङ्घर्ष गरेको छैन जस्तो हुन्छ प्रेरणा मिल्छ आमालाई देख्ने बित्तिकै चाहिँ मलाई चाहिँ अनि पहिलेको समयमा 12 जना छोराछोरी जन्माएर त्यसमा पनि हुर्काएर यसरी मेलोपात गरेर हुर्काएर अहिले पनि यत्रो काम गर्नुहुन्छ भनेपछि त हामीले त के गरेको छौँ रहेछ र जस्तो लाग्ने कि आमाको सङ्घर्ष देखेर त्यही भएर हामी पनि गर्नुपर्छ भन्ने जस्तो हुन्छ अनि यो धर्म भन्ने कुरा चाहिँ मलाई के लाग्छ भने यो चाहिँ सबै चाहिँ व्यक्तिलाई चरित्रवान व्यक्ति राम्रो व्यक्ति बनाउने अनुशासित बनाउने प्रगतितिर लाग्ने त्यसपछि विश्वास गर्ने र आफ्नो जीवन चाहिँ सुखी र शान्ति बनाउने जस्तो लाग्छ सबैभन्दा ठुलो कुरा चाहिँ मान्छेले केहरू खोज्छ होला भन्दाखेरि अब धन सम्पत्ति भन्नेको त क्षणभरमा आउँछ जान्छ त्यो एउटा आवश्यकता पुरा गर्ने चिज जस्तो लाग्छ मलाई चाहिँ पैसा तर महत्त्वपूर्ण पनि हुन्छ पैसा तर पनि हरेक चिजमा आवश्यक सबैलाई चाहिने भनेको चाहिँ मलाई शान्ति सुख मनमा शान्ति होस्
भन्ने नि चाहन्छ जस्तो लाग्छ। त्यही भएर मरेर लानु केही छैन, यसो बाँचिन्जेल चाहिँ खुसी सुखी त हुम्ला नहुम्ला तर खुसी भएर चाहिँ बाँच्नुपर्छ। जे छ जस्तो छ त्यसैमा खुसी भएर चाहिँ हामी बाँच्नु सक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर म जस्तो परिस्थिति आयो भने नडराउने नआत्तिने मेरो चाहिँ स्वभाव छ। त्यो आज समस्या होला, आज त रहला, कति दिन रहन्छ फेरि त्यो समस्या त समाधान भइहाल्छ र फेरि खुसी मिल्छ नि भन्ने आशा राख्नुपर्छ जस्तो लाग्छ। सबैको जीवनमा नि यस्तै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सबैजनालाई चाहिँ सुखै सुख खुसी खुसी पनि मिल्दैन, दुःख सुख हाँसो खुसी सबैको हर्ष सबैको जीवनमा चाहिँ आइपुग्नुपर्छ र पनि हाम्रामा खुसी नै हुनुहुन्छ यसरी काम गर्नु पाउँदा पनि। झनै धेरै बुढेसकाललाई नगर्नु नसकेको काम नगर्नु भन्दा पनि होइन, अलिक सकेको त गर्नुपर्छ भन्ने हाम्रो आमाको मान्यता। अझै बुवाले चाहिँ ल यसो गरौँ भने त नकार्ने शब्दै हुँदैन आमाको चाहिँ। पहिलेदेखि नै बुवाले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर बुवा चाहिँ अलिक हाम्रो कडै हुनुहुन्छ नि त। त्यही भएर नि आमा चाहिँ यस्तो हुनुभएको होला, रेस्पेक्ट भनौँ न आफ्नो बुढोप्रति चाहिँ, कि डर भनौँ। बुवाले भनेको कुरा चाहिँ सानो कुरा पनि नकाटी यसरी काम गर्नुहुन्छ हाम्रो आमा। अब म चाहिँ यहाँ खनेर ल्याएँ फेरि अझै यतासम्म चाहिँ परसम्म हो हाम्रो। परतिर चाहिँ कोदो रोपिसक्यो, यत्रो छ, यति धेरै छ, यति रोप्नु पर्ने छ। अनि म पनि आमालाई अब सघाउँछु एकछिन, घाम लाग्यो। अब यहाँसम्म खन्यो, अब आधा भयो, अब यता अहिले रोपेर खन्ने। फलेछ सुन्तलामा, सुन्तला पो मार्ने हो कि के हो यसरी फल्दैछ काँक्रा चाहिँ। अहिले काँक्राको सिजन हो नि त, यसरी थुप्रै छ। हाम्रो तल पनि छ काँक्रा चाहिँ। यसरी फल्दै थियो, सबै यसरी रोग लाएर भुइँमा झरेछ। यसरी सानोमै के गर्नु र, यस्तो पो झरेछ त है सुन्तला त, बिजोक। गर्मी र के साह्रो। ठोक्क पो त आफैले।
12 बजेको तला पुरु घाममा चाहिँ मैले खनिसकेँ। यहाँसम्म थियो यसरी आमा चाहिँ यहाँ आइपुग्नु रोपेर ल यतिसम्म खनियो। यस्तो भयो मेलो। अब चट्ट यहाँसम्म रोप्ने 12 बज्यो। अब घरमा पनि काम हुन्छ, घरमा पनि जानुपर्ने हुन्छ मैले चाहिँ। अनि फेरि आएर आमालाई सघाउने। यो चाहिँ कुखुरामा आइपुग्यो। फाइनली सक्यो। खुसी लाग्यो। यति खन्नु पनि घाम चर्कोमा पसिनाले पुरेर। अब यसरी रोप्यो, कति फल्छ। मेहनत पछिको परिश्रमको फल मिठो हुन्छ भने जस्तो मेहनत पछिको हाम्रो तरकारी खानु चाहिँ मिल्छ मिल्दैन, तर दाल खानु चाहिँ मिल्छ। यो बोडी राजमा पनि भन्छ, अर्को धनकुटे बोडी, धनकुटाबाट आएको अरे धनकुटे बोडी पनि भन्दो रहेछ। अनि अब त्यहाँदेखि यता चाहिँ हामी अर्कै यसरी थाक्रा लाउने खालको बोडी रोप्छौँ गाइजहरू। अब चाहिँ आजको हाम्रो काम लगभग सकिँदै गयो। यति नै ल। कुखुरा पनि छ। यो तलको चाहिँ हाम्रो सानो सानो झुपडी हो। अनि यो पारीको गाउँ चाहिँ कस्तो राम्रो देखेको अहिले। यो चाहिँ टुकुरचुङ हो। त्यो चाहिँ हाम्रो स्कुल अलिअलि त्यो डाँडादेखि पारी पर्छ स्कुल। केटाकेटी खेल्दैछ तल। ल आजको काम यतै थाँती राख्ने हो। अनि त्यसपछि बिदा लियो। ल हाम्रो गाउँ चाहिँ यस्तै छ है गाइजहरू। यस्तो कोदो यस्तो भइसक्यो है कोदो। ल आमा पनि गल्नुभयो क्या अरे बिसाउँदै गर्नु छ। यस्तो छ है हाम्रो गाउँ चाहिँ। घर चाहिँ यस्तो छ गाउँघर। रमाइलो लागिरहेछ। ल तर कस्तो तल्किएर आयो। ल हल्ल्याउनु बस्नु भएको छ। यत्रो रोपिसक्यो हामीले यहाँ परदेखि यसै रोप्दै त्यो चाहिँ पानी हो हाम्रो। यसै रोप्दै अझै यति धेरैसम्म चाहिँ खनिसकेँ। म चाहिँ घरमा अब घरको काममा लागेँ। आमा यति सकेर आउँछु भन्नुभएको छ थोरै। अनि भरे रोप्ने हामी। बी कन्टिन्यू गाइज।